हामी फेरि आज पनि माछा मार्न आइरहेको यहाँ अर्कै खोला यो चाहिँ ओकादी खोला भन्ने हो त्यता माछा मार्ने प्रोग्राम हुँदैछ ऊ त्यस्तो अम्ब्रेला नेट पनि हो आजलाई हाम्रो कता आएर बनाऊँ त नि अम्ब्रेला नेट खोइ यता दुईजना असिस्टेन्टहरू छन् यहाँ यी दुईजना असिस्टेन्टहरू यी स्पेशलिस्ट माछा स्पेशलिस्ट यता हुनुहुन्छ ओहो यस्तो रिक्स मोलेर कसले माछा मार्छ भन्दा हाम्रो माछा स्पेशलिस्टले मार्नुहुन्छ खा तैँले माछा स्पेशलिस्टको चाहिँ दुईटा असिस्टेन्टहरू छन् यहाँ त्यो पुरै यता ल्याउन सुगम बरु यता ढुङ्गा नभएर हो कस्तो खतरा त्यो अघि हामीले बिगारेको हो अनि फेरि अङ्कलले बनाउनु भएको हो प्रमोसन गर्छु के म देखिन परेन यो भिडियो खिच्न लासी बल्लै यो स्पेशलिस्टका असिस्टेन्ट हुन जान्छन् के त्यसको प्रमोसन गर्न पर्दैन गरिमा किनकि त्यो अम्ब्रेला नेट खासै राम्रो रहेनछ कि बिग्रिहाल्दो रहेछ ए गरिमा मैले चाउचाउ किन्ने भनेको थिएँ नि अघि ए माछा स्पेशलिस्ट मलाई 1 केजी माछा दिनु त 1100 रुपियाँ देऊ बरु मलाई 1 केजी माछा के गर्न पर्दैन मैले स्क्रिनशट लिएर बनाइदिन्छु थम्बनेल यिनीहरूको चटक फेरि यस्तो डर लाग्दो छ कि यता यस्तो ढुङ्गै ढुङ्गा यस्तो डर लाग्दो छ त्यो चाहिँ हिजोभन्दा अलिक सानो चाहिँ खोला हो यहाँ पनि धेरैजनाले चाहिँ माछा मार्नु हुँदो रहेछ कि तयारी नेटहरू धेरैले राख्नु हुँदो रहेछ यो बाँदर कस्तो कहाँ हिँडेको यता असिस्टेन्टहरू हाँस्छन् फेरि यिनीहरूलाई आज हाम्रो चाहिँ डे 2 हो है माछा मार्ने कार्यक्रमको डे 2 थुमक लडौला यहाँ यसलाई म भाइरल गराइदिन्छु है गाइज ए हाम्रो सानो माछा स्पेशलिस्ट हुन खोजे केही हुन्न के पनि मलाई छोपेर दिनु ढुङ्गाले हानेर म मारिदिन्छु बरु माछा एउटा माछा छोपेर लिएर आऊ यो यसका बरु सबै माछा किनौँ के बरु यो पैसाका हेलो गाइज म चाहिँ माछा स्पेशलिस्टको बुढी नगर मेरो यस्तो गर्ने होइन है अनि मेरो माछा स्पेशलिस्ट खोइ पैसा भएको हात पक्रिन्छ क्या फेरि मजा आउनु हामी चाहिँ यहाँ ढुङ्गामा बस्छु सुन्तला खाँदै अहिले बल्ल मोबाइल आयो क्या हातमा है नत्र सुन्तला खाँदै
तर पाइप तान्नुपर्छ फर्काएर हालेर अनि भिज्ने बेला फर्काएर भिजिन्छ भिज्ने बेलामा फर्काएर त अलि झिक्ने बेला त अथवा झिक्ने हाम्रो माछा स्पेसलिस्टले यस्तै राख्दै हुनुहुन्छ नेट अम्ब्रेला नेट त्यो त गइहाल्छ होला के त्यो उस त अब बान्ने हो के त्यसलाई बान्ने हो के त्यसलाई एउटा सानो ढुङ्गा पनि चाहियो हामी यति धेरैजना छौँ यहाँ खानेकुरा राख्दै पो पर्छन् मैले माछै देखेको छैन हाँसमा ए भगवान आपत देख्दाखेरि त ओहो आपत तपाईँ त कुर्सीमै बस्नुभएको त कुर्सीमै परेका त निकाल्नु न बिहारी त लाग्नु देखेको माछा पनि खेलाएको थियो कि बिहारी यहाँ पछि जस्तो माछा खेलाएको थियो आउँछन् राति त हिँड्छन् ओ मैले देखेँ माछा अहिले हामी आउँ दाना अब त दानाको बन्द जाँदै गरेपछि अनि बल्ल आउँछन् के हाम्रो माछा स्पेसलिस्टले चाहिँ माछालाई दाना हालेर छोड्नु भएको खोइ अर्को तिहारीको पोको यहाँ नि रहेछन् भन्ने कि जति बेला नि ठिक हो यहाँ थप्दा रहेछ नि त खोइ लक्ष्मी कस्तो राम्रो खोला कस्तो राम्रो हालियो चिप्लो होला के सुगम उतारे नजान गम्भीर त्यस्तोमा नजा के यिनीहरू फेरि चप्पल लाएर खोलामा हिँडे खान के चटक ऊ माछा स्पेसलिस्ट कहाँ पुगिसक्नु भयो हेर्नुहोस् यता फेरि बिस्तारा पाएर सुतिरहनु उडेर बसे क्या हो यहीँ सुत त्यसो भए आज के एक बोतल लाएर आइथ्यौ क्या लोकल भन्नु त हुन्न के खुस छ त्यहाँनिर रहेर परे हेर नाम नि हेर न गहनमै सानो सानो माछा नि बुढा बुढा आमामामा यस्तो खतरा भ्यू कहाँबाट देख्न पाउनु है
कहाँ गयो गम्भीर वहाँ माथि रहेछ बाँदर जसरी गएको यस्तो चिप्लोमा गएर Uncle! Oh, psycho. Garima? यहाँ माछा कुरेर बसिरहेको यहाँ नेटमा त्यहाँ नेट छ हाम्रो त्यो कुरेर बसिरहेको यहाँ भाइ कमेन्ट जाऊ न हेरि बोले हेर्छ उही उ परे परे जस्तो लाग्छ माछा कुरेर बस्ने छ यहाँ नगर नलखेट न त्यसलाई हैन आउँछ यो नेट त आज राम्रो त्यो ढुङ्गा हो कि के हो र गरिमा नेटमा राखेको एउटा ढुङ्गा हो दुईटा चाहिँ चारो दुईटा ढुङ्गा हो एउटा चाहिँ चारो चारो केमा हाल्नु भएको कपडामा यतिकै नर्मल अनि यस्तो डल्लो भने खालि यत्रो मात्र खनै खुला मात्र नि यस्तो होइन एउटा खुला मात्रै निस्क्यो होइन सबले माछा परेछन् भनेर हेरेछन् फेरि यहाँ के त जाली म जान्छु नि गरिमा नहेर ल गरिमा यताबाट जाउँ ओहो यत्रो बाटो फराल्यो अब मलाई कसले लान्छ पानी छ अब घर जाने हामी चाहिँ घर जाने हो अब अघि 2:30 बजी जाने भन्छ 2:30 बजी भनेको 3 बज्न लागिसक्यो मलाई घर घाँस काट्न छ त्यही हो घाँस काट्न छ अनि घाँस काटेर भ्यायो भने फेरि आउँछ त कताबाट जाने त न्युरो पाइँदो रहेछ त्यहाँ त चिप्लो न्युरो जाने हेर यहाँ हेर नि चिप्लो न्युरो पाउँदो रहेछ कि गरी पारिटे जाने हेर कता पारि छ यता पारि सजिलो हो पुल त हो कि उहाँ पुग्नु भइसक्यो ए दिमाग मानसिक सन्तुलन नै गुमेको जस्तो त नगर न तिमी कताबाट जाने त हामी यस्तो बाटो डर नुहाइदिउँ न यहीँ नुहाइदिउँ न यहीँ टाउको यस्तो दहमा त केही नि हुन्न गहिरो मात्र हो गहिरो भएर केही नि हुन्न कि चिसो नभए त यस्तो चटक यस्तो खेपा छ
खोलामा आएर यस्तो कुनामा आएर चलो चिसो भयो कि चप्पल पगाओ चप्पल पगाउला जस्तो छ खै Jerry on the top. Hello guys, हामी चाहिँ अब घर जान लाग्यो। यस्तो गर्मीमा हिँडेर हामी मान्छे नि काला भइसक्यौँ। 2 दिन भयो हाम्रो यस्तो मेहनत थाटी भन्ने त्यहाँ हो लाग्यो। ऊ माथि थाटी। ऊ राम्रा थाटी चाहिँ ऊ माथिको ऊ माथि। माथि। ऊ हेर्नुहोस् हाम्रो आन्टीले चाहिँ अब यो के झार्यो? काँस फुल। कस्तो राम्रो आएको फोटो खिच्नु कि? कालै कालो मुखभरि कालै कालो दागाइसक्यो घाममा हिँडेर 2 दिन 3 दिन घाँस काट्न घर आएपछि जरे खोला पुल यस्तो राम्रो पुल बनाएन हाम्रो गाउँमा चाहिँ पुल राम्रो होला कि खोला राम्रो होला कि के होला हामी चाहिँ अब अहिले आएर घाँस काट्न जान्छ यहाँ माथि हो मम्मी कस्तो राम्रो भाइ मरुन कलरको यस्तो फुल लालुपाते होइन के अर्कै फुल हो कस्तो राम्रो यहाँबाट मोबाइल खस्यो भने के हुन्छ यो चाहिँ जरे खोला यो चाहिँ जरे खोला अघि आएको हामी चाहिँ ओकादी खोला अनि यहाँ चाहिँ के अरे के खोला हुन्छ बिर्से जरे खोला ओकादी खोला सिउरी दिउँ कि टपके टिपी